बेबी अनि भाउजू हामी चाहिँ आज ड्राई पिकनिक आएको छौँ। यस्तो छ डग प्लेस। डग प्लेस यस्तो छ। अब समर लगाइसकेपछि सबैजना बेबी लिएर यसो घुम्न आउँछ नि। यो यसरी घाममा सबै बसी बसी खानेकुराहरू खान्छन्। यस्तो छ। यो ग्राडिया हो। पहिला मेरो हस्बेन्ड यहीँ पढ्न आउनुहुन्थ्यो, अहिले चाहिँ अन्तै पठाएको छ पढ्न। यसरी यो चाहिँ डग प्लेस। अब हामी यहाँ खानेकुराहरू बोकेर आएको छौँ। यसमा चिया छ, भाउजूले चटपटी लिएर आउनु भएको छ, बाबु र बेबी। खानेकुराहरू बोकेर लिएर आएको छौँ। यस्तो छ हाम्रो खानेकुराहरू। हाम्रो खानेकुरा छ। हाम्रो खानेकुरा आज हामी के खानेकुराहरू लिएर आएको छौँ। यसो यही हो, बाहिर बसेपछि सबै खानेकुराहरू बोकेर ल्याउने अनि खाने हो बनाएर। माया चक्कु नल्याइकन आइस्या हो। ए छ। यस्तो छ है हामी खानेकुरा। अब हामी यहाँ पिकनिक खान लगाएको हो, ड्राई पिकनिक। यहाँ बेबी र बेबीको माइजू। ए छानी से हाई बाबु। हाई बोल बाबु। ओए छाना कुकुलु के तेरिका तिमी कुकुलु हो छानी। यता हेर नि त। ये नि छानु माइजूसँग खेली खेली गर्छिन् छाना त। माइजू र माइजूको भान्जा। यस्तरी मस्तले यहाँ सबै यो 5 बजिसक्यो। 5 बजी नै यस्तो घाम लागेको छ मस्त र टन्डापुरी। यहाँ एउटा मात्रै आज हाँस आएको छ प्याक प्याक गर्दै। यहाँ माछा पनि हुन्छ यसभित्र। यहाँ कस्तो सफा पानी छ। ए यस्तो छ। यस्तो छ। हिउँदोमा पुरै हिउँले भरिएको हुन्छ ताल। अहिले चाहिँ यसरी आज फेरि बिचरा एउटा मात्रै हाँस रहेछ। यसको साथीहरू कता गएछन् सबै।